यहाँको बबाल दृश्यहरू चाहिँ देखाउनु पर्ने हुन्छ पर अब एकछिन उता ग्राउन्डमा जाने हो फेरि यहाँ चाहिँ एकैछिन मात्रै आएको हो माथि प्लेन उठिरहेको छ यहाँ केही यसो यो चाहिँ यति खोलाको वरिपरि एरिया हो जाने उता भोलि पछि चाहिँ यहाँ चाहिँ आएर चाहिँ बबाल टिकटक बनाउनु पर्छ है टिकटक चाहिँ बबाल बनाऊ भनेको आज हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम ठिक छु आफ्नो लङ टाइम पछि चाहिँ म ब्लग बनाउँदैछु ब्लग चाहिँ अब यो कम्पनीदेखि लगभग यो गाडीमा 10 मिनट जति लाग्छ यहाँ चाहिँ बल खेल्न आएको छु म चाहिँ आज बल खेल्दिनँ किनभने मेरो खुट्टा दुखेको छ फ्र्याक्चर भएको छ त्यही भएर चाहिँ बल खेल्दिनँ दाइहरू आउनु भएको छ दाइहरूसँग आएको छु जाडो चाहिँ स्टिल अहिले जाडो रहेछ हावा एकदम कडा चलिरहेको छ यहाँनिर पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ ग्राउन्ड चाहिँ कस्तो छ भने एकदम बबाल छ होइन यो यस्तो चाहिँ यहाँको ग्राउन्डहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बल खेल्ने कार्यक्रम हुन्छ म पहिला नै आएको थिएँ आउनु चाहिँ भिडियो चाहिँ बनाएको थिएँ त्यो चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर अनि उता चाहिँ भिडियो स्टार्ट गर्न पाइनँ एकदम यहाँ पुल देख्न सक्नुहुन्छ त्यहाँनिर पुल हो अनि देख्न सक्नुहुन्छ भिडियो कन्टिन्यू वाच गर्नुलाई म यहाँको माहौलहरू देखाउँछु हजुरहरूलाई होइन आफ्नो लङ टाइम पछि आएको छु यो चाहिँ मेरो अब लगभग कोरिया पुगेको फर्स्ट भ्लग हो मैले अरू भिडियो खासै अपलोड गरेको छु देख्न सक्नुहुन्छ ग्राउन्डमा चाहिँ सबैले चाहिँ ग्राउन्डमा आएर चाहिँ ड्रेस लगाउँदै हुनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ ग्राउन्डको वरिपरि देखाउनु पर्छ एकैछिन पछाडि चाहिँ पुरै खिचेर चाहिँ म माथि देखाउँछु त्यहाँ होला है ल हेर्दै गर्नु होला मजा आउँछ जाडो छ यस्तो छ यहाँ बजार के हो यो आश्चर्यचकित भयो त नि यहाँ यहाँको सफा छ यहाँनिर एकदम सफा एक टुक्रा फोहोर पनि देखिँदैन क्या यहाँनिर ए मान्छे भने फेरि एउटा छैन यार छक्क पछि चकित हुन्छ क्या यहाँनिर यहाँ खासै मान्छे देख्न पाइँदैन क्या यहाँनिर बजार चाहिँ यस्तो छ अनुहार देखाउनु अलिकति म यहाँ गाडीमा छु कि त्यही भएर ठाडो ठाउँ छ त्यही भएर अगाडि मात्रै खिचिरहेको छु एकैछिन मेरो कर परेपछि चाहिँ म गाडी पछाडि हाल्छु होइन अलिकति कर मात्रै लगाउनुपर्छ कर परेको छैन है मेरो अनुहारमा ब्यागदेखि बलिरहेको छु कर परेको छ मेरो अनुहार निस्किँदैन नि सुरु हेलो सिङ्गोहरू मान्न छ अलिक हुँदैन होला गाह्रो छ यहाँको केटीहरूलाई मान्न सक्नु त मिल्दैन नि त दुईजना चारजना केटीहरू चाहिँ देखेँ मैले फाइनली गाइस हामी चाहिँ अब लगभग यो ग्राउन्डतिर चाहिँ ग्राउन्डमा चाहिँ पुगिसकेका छौँ यस्तो दामी दृश्य देख्न सक्नुहुन्छ नि हजुरहरूले यहाँनिर छ अपार्टमेन्ट छ यहाँनिर बल्ल यो एरियामा आएर चाहिँ कोरिया जस्तो लाग्यो मलाई कुन बजार अब त्यहाँ छेउछाउ गएर मजाले छ अलि ल एकदम बबाल तरिकाले चाहिँ ग्राउन्ड देख्न सक्नुहुन्छ हजुरहरूले होइन यहाँनिर धिरज दाइको गेम यहाँनिर हेरौँ यहाँनिर हाम्रो मित्रहरू हामी चाहिँ 4 जना आएको छौँ यहाँनिर यहाँको ग्राउन्ड चाहिँ बबाल छ क्या यहाँनिर यति चाहिँ हाल्नु पऱ्यो क्या दाइ जाडो रहेछ नि त यार मजाले यार मान्छेमा जाडो छ यार के साह्रो जाडो छ आज पानी परेर एकदम जाडो छ आज जाडो छ बल्खेले तयारी एकदम जाडो भइरहेको छ यार मलाई
देख्न सक्नुहुन्छ यहाँनिर राति पनि यहाँनिर चाहिँ कस्तो हुन्छ भने खेल्न मिल्छ किनभने यहाँनिर लाइटहरू राखेको छ लाइटलाई चाहिँ मजाले देखाउँछ होइन यस्तो मेरो हातै कामिरहेको छ यहाँनिर देख्नु चाहिँ बबाल छ यहाँनिर बबाल भन्दा नि यहाँनिर ग्राउन्डको छेउमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ टोइलेटहरू सार्वजनिक टोइलेटहरू यसरी चट्ट बनाएको राखेको छ गोलियामा चाहिँ खासै यो छिरेर चाहिँ खासै पैसा चाहिँ तिर्नु पर्दैन टोइलेटतिर त सिनेमेटिक तरिकाले खिच्नुपर्छ होला यो कम जाडो छ त ग्राउन्ड चाहिँ यस्तो छ बबाल छ नि चौरी छ यस्तो जाडोले गर्दाखेरि थोरै यहाँ दाइहरूले खेलेको चाहिँ भिडियो खिचेर चाहिँ म माथि जान्छु यस्तो हात कामिरहेको छ यार गेम चाहिँ भइरहेछ यहाँनिर चाहिँ हल्का गेम चाहिँ देखाइरहेको छ यहाँनिर खै त मान्छे चिन्दिँदैन क्या त चिन्दिनँ त म त यार कतिमा खिच्ने हो तल जुमिङ हालेको मिस्टर बलन्दोज चाहिँ यहाँनिर जर्सी नम्बर छैन होइन रातो जर्सी लगाएर चाहिँ केटा यहाँनिर उफ्रिरहेको छ तर जाडो भएर म बोल्दै सकिरहेको छैन यस्तो जाडो छ कि गाह्रो छ नि यस्तो जाडो छ कि यार ग्राउन्ड चाहिँ यस्तो चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर है मित्रहरू बबाल जाडो छ र मेरो हात कामिरहेछ साह्रो जाडो हुन्छ कि जस्तो त लागेको थिएन कस्तो जाडो रहेछ यार म चाहिँ यता माथि जाँदैछु माथि कस्तो जाडो छ यार यति साह्रो बाहिर खासै हेरेको थिएन जाडो छैन भनेको त अझै नै यस्तो जाडो छ कि जाडो छ उकालो हिँडेर चाहिँ जाँदैछु यस्तो हावा चल्यो कि तल होइन त्यही भएर तल बल खेल्दैछ अरूले चाहिँ म चाहिँ यतादेखि जाँदैछु देख्न सक्नुहुन्छ यो सिँढीमा चाहिँ फेरि जाँदैछु गाह्रो छ नि तल जाडो कम जाडो छैन तल चाहिँ ग्राउन्ड चाहिँ देख्न सक्नुहुन्छ तल हाम्रो अहिले बल खेल्दै हुनुहुन्छ म चाहिँ अब एक्लै छु यता घुम्न आएको यसो हेर्न आएको यहाँनिर है पार्कमा कम जाडो छैन यार यसो घुम्न आइदिएको नि त यहाँनिर एक्लै हामी घुम्दैछु यहाँनिर चारतासँग लाएर चाहिँ ग्राउन्डको एरिया यसो घुमिदिँदा भनेर यसो साइडमा चाहिँ हिँड्दैछु म चाहिँ ग्राउन्डको वरिपरि होइन यहाँको दृश्यहरू चाहिँ देखाउँछु क्या हजुरहरूलाई यहाँनिर यस्तो छ यहाँनिर बाटो बबाल हुन्छ क्या यहाँको बाटोहरू सफा हुन्छ क्या यहाँ देख्न सक्नुहुन्छ नि त हजुरहरूले तल ग्राउन्डमा चाहिँ म खिचिरहेको छु तल ग्राउन्डमा चाहिँ हाम्रा मित्रहरूले नेपाली दाजुभाइहरूले चाहिँ यहाँनिर चाहिँ बल खेलिरहेछन् ग्राउन्ड त बबाल छ नि त त्यो परको देखिने चाहिँ पानी हो होइन अब यहाँदेखि जुमिङ गर्दाखेरि कतिको देखिन्छ जुमिङ भन्दा नि खासै मान्छे चिन्दै यहाँ तल देख्न सक्नुहुन्छ है बल खेल्दै हुनुहुन्छ यो चाहिँ तपाईँको जहिले हुँदैन शनिबार आइतबार 2 दिन मात्रै हुन्छ 2 दिन छुट्टी हुन्छ अरू बार चाहिँ अब छुट्टी हुँदैन नि त यहाँ देख्न सक्नुहुन्छ यहाँनिर ग्राउन्डमा चाहिँ यसरी चाहिँ बल खेल्ने कार्यक्रम भइरहेछ कता कता हुनुहुन्छ हाम्रो दाइहरू मैले मान्छे चिनिन यहाँनिर बल खेल्ने कार्यक्रम चाहिँ चलिरहेछ नि त यहाँनिर फुटबल गोल चाहिँ निकालिरहेको छु क्या मैले अनि गोल हालेको पटाक पटाक गरिरहेको छ साथीहरूले ताली पड्काइरहेछन् स्कुटी देख्न सक्नुहुन्छ यहाँनिर यता हुनु पर्यो होइन त्यो खिच्नु पर्यो नि त हामी चाहिँ त्यो दृश्य देखाउँछौँ हजुरको गाह्रो छ नि खासै त्यति साह्रो मान्छे हुँदैन यहाँनिर अलिअलि फाटा फुट्टा हुन्छ होइन त्यही बजार चाहिँ देख्न सक्नुहुन्छ सुनसान छ यहाँनिर चाहिँ म यसरी जाडो जाडो छ यसरी भिडियो चाहिँ बनाउँदैछु है अनि जाडो भएर एक्लै भयो नि त अरू बल खेल्दैछ मैले चाहिँ बल नखेलेको किनभने देखिरहेको छु नि त खुट्टा हान्दा नि आज अलिक जाडो छ पहिला चाहिँ म उता रुममै बस्थेँ होइन आज जाडो छैन लानेको त अझै नि जाडो रहेछ क्या यहाँनिर गाह्रो चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यसरी चाहिँ म चाहिँ घुम्दैछु यसरी एक्लै हामी अब घुम्नुपर्ने हुन्छ यसो भिडियो बनाएर पनि इन्जोय गर्नुपर्ने हुन्छ किनभने खासै चिनजानको साथीभाइ खासै त्यति धेरै हुँदैन होइन त्यही भएर चाहिँ यसरी चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ हामी चाहिँ
गाह्रो छ यार। देख्न सक्नुहुन्छ यस्तो बवाल छ या यहाँनिर मान्छे हिँड्ने बाटो, यता गाडी हिँड्ने, यो चाहिँ पुल हो। पुलदेखि माथि चाहिँ म चाहिँ हिँडिरहेको छु है। त्यसरी चाहिँ गाडी बढ्नु पर्ने छ। यता तल बल खेल्ने गाडी, म चाहिँ यता बारीपट्टि जाँदैछु। बारीदेखि यसो बारीदेखि यसो अस्ति पर आएको थियो घुम्दा एक्लै अनि घुमिरहेको छु यहाँनिर। सक्नुहुन्छ जाडो जाडो छ है, यस्तो जाडो भइरहेको छ, चलिरहेको छ। देख्न सक्नुहुन्छ यो देख्ने अब रात पर्न आँटिसक्यो नि त। यो मुनि चाहिँ खोला छ क्या, यो खोलाकै छेउमा ग्राउन्ड छ। देख्न सक्नुहुन्छ ग्राउन्ड चाहिँ देख्न सक्नुहुन्छ त्यहाँनिर ग्राउन्ड चाहिँ बल खेल्दै छ। यता माथि आएर चाहिँ म चाहिँ यसरी बल खेलेको जाडो ठिक लाग्यो क्या, जाडो छ अरे। तर अपार्टमेन्ट रहेछ यता बारीपट्टि। हेलो गाइज, के छ खबर? चाहिँ आरामै छ होला है। जाडो छ है, जाडो छ नि। यता तल आइसक्नुहुन्छ बारीमा देख्न सक्नुहुन्छ। जाडो त के हो त्यो नि, जाडो छ जाडो छ जाडो छ। अहिले चाहिँ म यता माथि यो के भन्छ यो पुलमा आएर चाहिँ त्यहाँदेखि बोल्दैछु। हावा यस्तो हावा चलिरहेको छ, त्यस्तो जाडो छ कि होइन। देख्न सक्नुहुन्छ अहिले हावा चाहिँ बबाल चलिरहेको छ। मेरो कपाल हल्लिँदैन, यस्तो जाडो छ। यता माथि एक्लै आएको छु, एकदमै अल्छी लाग्यो नि त मलाई। त्यही भएर चाहिँ यता माथि आएको। एकदम जाडो छैन, बबाले जाडो छ यहाँनिर। एक्लै छु यहाँनिर पुलमा आएर चाहिँ यसरी बोल्दैछु यता माथि। अब रात परिसकेको छ, 6:30 7 बजिसक्यो होला, लगभग 7 बजी यहाँनिर। देख्न सक्नुहुन्छ यसरी चाहिँ एकदम जाडो छ। म चाहिँ अगाडि चाहिँ आउँदै गरेको, एकदम जाडो भएर एकदम फाटिएको। यहाँ मुनि चाहिँ एकदमै ठुलो खोला छ होइन। खोलाको माथि चाहिँ म चाहिँ पुलमा चाहिँ यसरी अगाडि बढिरहेको छु। यता यहाँदेखि यता बारी चाहिँ ठुलो बजार छ। यता पर चाहिँ यता पर सानो सानो बजार चाहिँ छेउछाउमा चाहिँ म जाँदैछु बारी। अनि यहाँलाई बल खेल्न आउनु भएको छ। अब एकैछिन यसो मैले चाहिँ जाने हो नि त, यस्तो जाडो छ नि त। यसो एकैछिन यसो भिडियो बनाउँदै भिडियो बनेको थिएँ। क्या जाडोले यार, जाडोले भिडियो बनाउनै सक्दिनँ क्या मैले। यति जाडो हुन्छ भने सोचेको थिइनँ मैले, यति जाडो हुन्छ त आउँदिनँ थिएँ म। देख्न सक्नुहुन्छ यहाँनिर यो चाहिँ अब मैले के भन्न चाहने, यहाँनिर चाहिँ हाम्रो कम्पनीदेखि चाहिँ लगभग कति मिनट 10 मिनट जति लाग्छ गाडी। 10 मिनट लाग्दैन, 6-7 मिनट जति लाग्छ होला यहाँनिर। पर ग्राउन्ड छ होइन त्यहाँनिर चाहिँ। अनि त्यहाँ चाहिँ बल खेल्छ त्यहाँनिर। अनि बल खेल्न चाहिँ आएको खास चाहिँ बजार छ यहाँनिर। पुलमा चाहिँ त्यसरी चाहिँ हिँड्दैछु नि त, नि त जाडो खासै हिँड्नु सक्दिनँ। भिडियो चाहिँ बनाउनु भन्दै थिएँ, जाडो चाहिँ हिँड्नु सकिएन। जाडो त्यसैले चाहिँ यार बिहान जाडो हुँदै छ, हावाले गर्दाखेरि जाडो हुन्छ। बारी भनेको बारी जाने हो नि त, फर्किने बल्छ त्यहाँदेखि अहिले जाँदैन। त्यहाँ चाहिँ अब रात पऱ्यो भने लाइट हुन्छ, रातमा चाहिँ बल्ने लाइटले चाहिँ देखाएर चाहिँ बल्नु मिल्छ। पर जाने त्यो बाटोसँग अस्ति एकचोटि आएको थियो मैले। यहाँनिर कस्तो जाडो छ, जुन तारा हेर्नेछ। जाडो भएपछि बबाल जाडो हुन्छ क्या। हामी चाहिँ अहिले ड्युटी सकेर चाहिँ आएको। अहिले चाहिँ अब त्यही हो 5 बजी ड्युटी सकेर चाहिँ यहाँ बल खेल्न शनिबार र आइतबार चाहिँ डेली आइन्छ। म चाहिँ कहिलेकाहीँ मात्रै आउँछु बेला, फ्रेस हलमा चाहिँ आउने हो होइन। प्रायःहरू चाहिँ आउनुहुन्छ, प्रायः शनिबार आइतबार पानी पऱ्यो भने चाहिँ डेली नै आउने हो होइन। अनि त्यही हो, तर आउँदैन।
अरूहरू सबै अब यो चाहिँ भेला हुन्छ नि त शनिबार र आइतबार सबै छुट्टी हुन्छ प्रायः जस्तो त्यही भएर त्यो टाइममा चाहिँ अलिक बढी हुन्छ नि त्यही भएर यहाँनिर अनि बल खेल्ने फुलमा हिँडिरहेको छु मैले यहाँनिर बजारमा मान्छेहरू छ चिङ्राहरू साँझको भिडियो यहाँ देख्न सक्नुहुन्छ यस्तो छ है झिलिमिली टल्केको छ ग्राउन्ड चाहिँ पर छ खोलाबारीदेखि चाहिँ टलक्क टल्केर चाहिँ मैले चाहिँ खिचिरहेको छु यहाँनिर यस्तो छ नि त यहाँनिर त छिराएको छु यहाँ खस्न सक्ने खतरा त तल खस्यो भने त खोलामा जान्छ त्यही भएर यो चाहिँ पार्क चाहिँ मैले खिचिरहेको छु यहाँ चाहिँ हाम्रो माटमा चाहिँ सपिङ कार्यक्रम चलिरहेको छ है यस्तोको त हान्नु नि सबैभन्दा राम्रो यही माटमा मात्रै आउँछ फोटो यतिको त आउनु पऱ्यो नि त दिनु पऱ्यो त यतिको त म पनि आउनु पऱ्यो नि त म आएन भने त भएन नि त यहाँनिर चाहिँ हामी सामान किन्दैछौँ है कस्तो कस्तो सामान चाहिँ हुन्छ भनेर चाहिँ यहाँनिर यतिको त हाल्नु पऱ्यो नि त गाह्रो छ यहाँ जुस छ निस्केको हामी चाहिँ जुसहरू यार गाह्रो छ यहाँ जुसको आइटमहरू चाहिँ यहाँनिर यसरी चाहिँ हामी चाहिँ यहाँनिर सरसल्लाह हुँदैछ अमले खाँदैन जुस के खाँदैन त के खाँदैन पानी बोक्दैन उनी हामी चाहिँ घुम्दैछौँ घुम्दै खाँदा यहाँ किनमेल कार्यक्रम चलिरहेछ है माटमा चाहिँ सिङ्गुतुरीहरूसँग यहाँनिर हुनु पऱ्यो नि त गाह्रो छ यार हाम्रो टोली चाहिँ यहाँ यसरी छ होइन चाँडो सँगले चाहिँ दाना पानीहरू बोक्नु पर्ने हुन्छ होइन हाम्रो टोली चाहिँ त्यही तिनजना सुन्ने ल लागि अब गाउँथरतिर हामी चाहिँ म चाहिँ यहाँनिर एक्लै बलस्ता आएर यहाँनिर चाहिँ भिडियो बनाउँदैछु होइन जाँदैछु हात परिसकेको छ नि त यहाँनिर चाहिँ यस्तो छ वा क्या बबाल छ यहाँनिर है जाडो छ त नि अब जानुपर्ने हुन्छ नि त यहाँनिर चाहिँ लाइटिङहरू चाहिँ एकदम बबाल छ यस्तो जाडो भइरहेछ यार वा म अब एकैछिन यहाँनिर चाहिँ भिडियो बनाएर चाहिँ जाने हो यहाँ त्यो थोरै यस्तो जाँदैछु होइन देख्न सक्नुहुन्छ नि त यहाँको बबाल दृश्यहरू चाहिँ देखाउनु पर्ने हुन्छ पर अब एकछिन उता ग्राउन्डमा जाने हो फेरि यहाँ चाहिँ एकैछिन मात्रै आएको हो माथि प्लेन उठिरहेको छ यहाँ केही यसो यो चाहिँ यही खोलाको वरिपरि एरिया हो जाने हुँदा भोलि पछि चाहिँ यहाँ चाहिँ आएर चाहिँ बबाल टिकटक बनाउनु पर्छ है टिकटक चाहिँ बबाल बनाऊ भनेको आज चाहिँ अब यहाँनिर मेरो डाटा छैन त्यो यसो भिडियो मात्रै लिइरहेको छु यहाँ देख्न सक्नुहुन्छ यतिको चाहिँ दामी हुन्छ है मित्रहरू जाडो छ नि त वारिपारी यस्तै छ है जिन्दगीमा भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू कस्तो लाग्छ भिडियो होइन हेर्नु होला कस्तो लाग्यो भिडियो त्यो चाहिँ मेरो कोरिया आएर चाहिँ एकदमै फर्स्ट टाइम भिडियो बनाउँदैछु हजुरहरूले प्रतिक्रिया दिनु होला है यहाँ घुम्दैछु एक्लै हामी उता पारीदेखि आएको उता जाडो छ छिमै ल गाइस अब चाहिँ रात भइसकेको छ यहाँ 7 बजिसकेको छ होइन अब भिडियो चाहिँ इन गर्नुपर्ने हुन्छ हजुरहरू जतिजनाले यो भिडियो हेर्नुभयो नि हजुर सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु आगामी दिनमा पनि यस्तो भिडियोहरू आउनेछ होइन च्यानलले चाहिँ नयाँ हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला भन्न चाहन्छु विशेष गरी सब्सक्राइब चाहिँ गर्नु होला होइन
अनि यस्तै हो आगामी दिनमा पनि भिडियो आउँछ घुमेको आज चाहिँ एकैछिन फुर्सद थिएर ब्याकग्राउन्डमा आएको थिएँ है हजुरहरू पनि एकदम सन्चै आरामै हुनुहुन्छ होला होइन अनि आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ अनि मेरो भिडियोहरूलाई नि अब च्यानललाई यसो सब्सक्राइबसम्म गरिदिनु होला आगामी दिनमा भिडियोहरू आउँछ होइन भन्दै अब आजको भिडियो चाहिँ इन गर्नुपर्ने हुन्छ भन्दै हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा नमस्ते बाई बाई सी यु सुन गाइज नेक्स्ट भिडियो है